को भोकाबुलरीमा स्वागत छ। आज हामी लेसन 27 को भोकाबुलरी पढ्नेछौँ। फर्स्टमा रहेको छ खाइमास। खाइमास भनेको पाल्नु, घरपालुवा जनावर पाल्नुलाई खाइमास भनेर भन्छ। तातेमास, तातेमास भनेको बनाउनु, बिल्डिङ बनाउनुलाई तातेमास भनेर भन्छ। बिरुहो तातेमास। हासिरीमास, हासिरीमास भनेको दौडिनु। मिचियो हासिरीमास, मिचियो हासिरीमास भनेको बाटोमा दौडिनु हुन्छ। त्यसपछि रहेको छ तोरीमास। तोरीमास भनेको बिदा लिनुलाई पनि तोरीमास भन्छ भने फोटो खिच्नुलाई पनि तोरीमास हो भनेर पढेका थियौँ। यासुमियो तोरीमास भनेको बिदा लिनु। मिएमास भनेको हेर्न सकिन्छ। यामागा मिएमास भनेको पहाड हेर्न सकिन्छ। किक्वेमास, किक्वेमास भनेको सुन्न सकिन्छ। ओत्तोगा किक्वेमास आवाज सुन्न सकिन्छ। देकिमास, देकिमास भनेको सकिन्छ, कम्प्लिट हुन्छ, पुरा हुन्छ भन्न खोजेको। कुकौगा देकिमास भनेको एयरपोर्ट बनाएर सकिन्छ। त्यसपछि रहेको छ हिराकिमास। हिराकिमास भनेको खोल्नु, कुनै नयाँ कुराहरू खोल्नुलाई हिराकिमास भन्छ। सेटअप गर्नु, खोल्नु, जस्तो कि क्लासरुम खोल्नु अथवा पसलहरू खोल्नुलाई हिराकिमास भनेर भन्छ। क्योसिचुओ हिराकिमास, क्लास खोल्नु, कक्षा कोठा खोल्नु। सिम्पोई, सिम्पोई भनेको पिर चिन्ता। पेत्तो, पेत्तो भनेको घरपालुवा जनावरहरू, पेट एनिमल्स। तोरी भनेको बर्ड। कोए भनेको आवाज। नामी भनेको छाल, समुद्रको छाललाई नामी भनेर भन्छ। हानाबी भनेको फायरवर्क्स, जुन चाहिँ पटेका पड्काउने कामहरू हुन्छ त्यसलाई चाहिँ हानाबी भनेर भन्छ। हाक्किरी, हाक्किरी भनेको स्पष्ट, क्लियरली। होतोन्दो, होतोन्दो भनेको लगभग अथवा मुस्किलले। होन्दाना, होन्दाना भनेको बुक राख्ने घर्रा अथवा सेफ, बुक सेफ। इजु, इजु भनेको सिजुओकाको एउटा ठाउँको नाम हो, सिजुओका प्रिफेक्चरको एउटा ठाउँ हो। युमे, युमे भनेको सपना, ड्रिम। इत्सुका भनेको कुनै दिन, सन्डे। इए, इए भनेको हाउस। सुबारासी अचम्मको, राम्रो, वन्डरफुल भन्ने मिनिङ लाग्छ। कोदोमो ताची भनेको बच्चाहरू, कोदोमो भनेको बच्चा हो भने ताची लायो भने बच्चाहरू भन्ने मिनिङ हुन्छ। दाइसुकी, दाइसुकी भनेको लाइक भेरी मच, अति नै मन पर्छ भने त्यसलाई दाइसुकी भनेर भन्छ। माङ्गा भनेको कार्टुन, कमिक। स्युजिनको, स्युजिनको भनेको हिरो हिरोइन, हिरो हिरोइनलाई स्युजिनको भनेर भन्छ। खताची भनेको आकार, सेप। केसिकी, केसिकी भनेको दृश्य। मुखासी भनेको पुराना दिन, प्राचीन युगको दिनलाई मुखासी भनेर भन्छ। दौगु, दौगु भनेको औजार उपकरणहरूलाई दौगु भनेर भन्छ। जिदो हानबाई कि, यो भनेको एउटा भेन्डिङ मेसिन हो जहाँ चाहिँ जुसहरू त्यसपछि राखेको हुन्छ, जुसहरू राखेको हुन्छ जसबाट हामी पैसा तिरेर सिक्का हालेर यहाँबाट जुसहरू निकाल्न सकिन्छ, पानी निकाल्न सकिन्छ। कुरिनिङ्गु, कुरिनिङ्गु भनेको क्लिनिङ, ड्राई क्लिनिङलाई कुरिनिङ्गु भनेर भन्छ। मान्सन, मान्सन भनेको अपार्टमेन्ट, अपार्टमेन्ट हाउसलाई मान्सन भन्छ। दाइदोकुरो किचन। क्योसिचु क्लासरुम, क्योसिचुको अगाडि केही भयो भने त्यसपछि हामी क्योसिचु भन्न सकिन्छ, जस्तो कि निहोङ्गोनो क्योसिचु भनेर भन्न सकिन्छ। पातिरुमु भनेको पार्टी रुम। गो भनेको यो चाहिँ टाइममा लाग्छ, पछि भन्नुपर्दा गोको प्रयोग गरिन्छ। सिखा भनेको मात्र, यो चाहिँ नेगेटिभमा युज हुन्छ। होखानो भनेको बाहेक। रोबोत्तो, रोबोत्तो भनेको रोबोट। फुसिगी, फुसिगी भनेको अनौठो, मिस्टेरियस। पोकेत्तो, पोकेत्तो भनेको पकेट। तातोएबा, तातोएबा भनेको उदाहरण। चुकेमास, चुकेमास भनेको एट्याच गर्नु अथवा अन गर्नुलाई चुकेमास भनेर भन्छ। जिउनी, जिउनी भनेको स्वतन्त्र रूपमा, फ्रिली। सोरा, सोरा भनेको आकाश। तोबिमास, तोबिमास भनेको उड्नु, चरा उड्नुलाई के भन्छ त तोबिमास भनेर भन्छ। जीवन, जीवन भनेको आफैले, आफै वान सेल्फ भन्नुपर्दा जीवनको प्रयोग गरिन्छ। सेउराई भनेको फ्युचर। खागु फर्निचर। हिरुमा दिउँसोको समय, दिउँसोको समयलाई हिरुमा भनेर भन्छ। त्यसपछि खताची, खताची भनेको सेप, आकार। च्यु सिहानबाई भनेको, च्यु सिहानबाई भनेको चाहिँ मेलबाट अर्डर गर्नु अथवा मेलबाट कुनै सामान बेच्नुलाई च्यु सिहानबाई भन्छ। डोराएमन, डोराएमन भनेको यो चाहिँ कार्टुन हो, डोरेमन। लेसन 27 को भोकाबुलरी यति नै रहेको छ। यदि हाम्रो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच। आरिगातो गोजाइमास।